2083 साल भाद्र 10 को बुधबार थामी नसक्नु भइसक्यो पृथ्वीको पार। 2083 साल भाद्र 10 को बुधबार थामी नसक्नु भइसक्यो पृथ्वीको पार। बाढीले ठूलो क्षति पुर्याएको छ, हामी सबैलाई दुखी बनाएको छ। शिक्षकहरूबाट सहयोग गर्ने भएको छ, 5 दिन बराबरको सहयोग भएको छु। म पनि सहयोग गर्न तयार छु। विपदमा पीडितको साथ दिनु मानवीय दायित्व हो। बाढीबाट भएको क्षतिप्रति दुःख छ। शिक्षकबाट 5 दिनको सहयोग सराहनीय छ। म पनि यसमा सहभागी हुँ। विपदले घर भत्काउन सक्छ तर मानवता भत्काउन सक्दैन। बाढी पीडितको पीडामा मलम लगाउन 5 दिनको सहयोग, देश सङ्कटमा पर्दा साथ दिनु प्रत्येक नागरिकको कर्तव्य हो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत शिक्षकहरूबाट 5 दिन बराबरको म यो सहयोग मनैदेखि गर्न तयार छु। बाढीले दिएको पीडा हामी सबैको पीडा हो। शिक्षकहरूबाट सहयोग गर्ने सरकारको निर्णय स्वागतयोग्य छ। म पनि सहयोग गर्न तयार छु।